हेलो एभ्रिवान, आज म तपाईँहरूको साथमा आम्लाको रेसिपी लिएर आएको छु। आम्लालाई चाहिँ राम्रोसँगले धुइधाइ गरेँ अनि मोमोको भाँडामा चाहिँ स्टिम गर्नुको लागि छोडिदिएको छु। यो आम्ला यसरी पटपट भुटिसकेपछि चाहिँ यो दानादेखिको सजिलोसँगले बाहिर निस्किन्छ हैन। त्यहाँबाट ग्राइन्ड गर्नुको लागि चाहिँ मैले यहाँ रेडी गरेको छु। यहाँ मैले ग्रेट गरेको अदुवा लाएको छु अनि पिसेको चिनी लाएको छु। पिसेको चिनी लाउँदाखेरि चाहिँ यो राम्रोसँगले ग्राइन्ड हुन्छ। बिचबिचमा त्यो सानो टुक्राहरू बाँच्छ नि, त्यस्तो बाँच्दैन। त्यही भएर मैले पिसेको चिनी लाएको छु। अब यो यस्तो राम्रोसँगले पिसिसकेपछि चाहिँ मैले यहाँ पिसेकै चिनीलाई लगाएँ अनि त्यहाँबाट निम्बुको रस लगाएँ। त्यहाँबाट राम्रोसँगले मिक्स गरिसकेपछि चाहिँ यहाँ जलजिरा रङ खुर्सानी यो दुईटालाई पनि राम्रोसँगले मिक्स गर्नु थालेँ। यतिको मिक्स भइसकेपछि चाहिँ म अब पकाउनु थाल्छु। यहाँ ग्यासको फ्लेम चाहिँ मैले लो टु मिडियम राखेको छु अनि नुन लगाएको छु, कर्नफ्लावरको पेस्ट यो सबै लगाइसकेपछि चाहिँ राम्रोसँगले चलाएँ। त्यहाँबाट घिउ एड गर्दैछु। घिउ चाहिँ किन भन्दाखेरि घिउको स्मेल पनि मलाई मनपर्छ अनि हेर्नुमा पनि यो चमक दिन्छ, त्यही भएर मैले यहाँ घिउ एड गरेको। एउटा भाँडामा सेलाएर चाहिँ जारमा मैले स्टोर गरेर राखेँ। एकदमै मिठो भएको थियो। भात रोटी चाहिँ सँग खाँदा पनि मिल्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।